उत्पत्ति अध्याय 7। तब परमप्रभुले नोआलाई भन्नुभयो, तर तेरो सबै जहाजभित्र जाओ, किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्येका 7 जोडी अर्थात् भाले र पोथी र जुन जुन शुद्ध छैनन् तिनीहरूमध्येका 2 अर्थात् भाले र पोथी र पन्छीहरूमध्येका पनि 7 जोडी अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैँले ल्याउनु। अबको 7 दिनमा म पृथ्वीमा 40 दिन र 40 रात पानी बर्साउने छु। जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु। तब परमप्रभुले तिनलाई हुकुम गर्नुभयो बमोजिम नोआले सबै गरे। नोआ 600 वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पन्छीहरू र भुइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुम बमोजिम जोडी जोडी अर्थात् भाले र पोथी नोआ कहाँ जहाजमा आए। अनि ठिक 7 दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो। नोआका जीवनको 600 वर्षको दोस्रो महिनाको 17औं दिनमा ठुला ठुला अगाधका सब मूलहरू फुटे र आकाशका द्वारहरू खुले अनि 40 दिन र 40 रातसम्म पृथ्वीमा पानी परिरह्यो। ठिक त्यसै दिन नोआ, तिनका छोराहरू सेम, हाम र एपेत, तिनकी पत्नी र तिनका 3 बुहारीहरू जहाजभित्र पसे। तिनीहरू र आफ्नो जात अनुसारका सबै वन पशुहरू, सबै पालिने पशुहरू, भुइँमा घस्रने सबै प्राणीहरू र आफ्नो जातका सबै थरीका पन्छीहरू पसे। जीवनको सास हुने सबै प्राणीका जोडी जोडी गरी नोआ कहाँ जहाजमा आए। परमेश्वरले नोआलाई हुकुम गर्नुभयो बमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। पृथ्वीमा 40 दिनसम्म जलप्रलय भइरह्यो। पानी बढेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। पानी धेरै परिरह्यो र चौपट्टै बढेर पृथ्वीमा भरिन लाग्यो र जहाज पानी माथि माथि उत्रन लाग्यो। पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अग्ला अग्ला पर्वतहरू ढाकिए। पानी बढेर आयो र पर्वतहरूलाई 7 मिटरसम्म डुबाइदियो। पृथ्वीमा चलहल गर्ने सबै जीवात, के पन्छी, के पालिने पशु, के वन पशु, के भुइँमा घस्रने सबै प्राणीहरू तथा सबै मानिसहरू मरे। ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। अनि जति प्राणी जमिनमा थिए, के मानिस, के पशु, के घस्रने जन्तु, के पन्छी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए। केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे। अनि पृथ्वीमा पानी 150 दिनसम्म रहिरह्यो।